हेलो गाइस, वन्स अगेन फेरि पनि मैले यो भिडियो लिएर आएछु मेरो इष्टमित्र साथीभाइ सम्पूर्णको लागि। आज हामी कहाँ छौँ भने रानी महल, यो पाल्पाको तानसेनबाट आउनु पर्दो रहेछ है त। यो रानी महलको यो नदी के नदी के अरे, यो चाहिँ रानी महल भयो। अब हामी भित्र पस्छौँ होइन। यहाँ चाहिँ हामीहरूको पार्किङ रहेछ होइन। मुनि 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 आउने अनि फेरि उकालो 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 उकालो। यो चाहिँ नि रानी महल, हाम्रो रानीलाई राजा अहिले सोध्नु पर्ला है, यस्तो ठाउँमा यस्तरी महल बनाएको हो नि त, खोलाको तिर नदीको तिरमा। अहिले म भित्र जान्छु, हजुरहरूलाई देखाउँछु भित्रको उयो के कस्तो छ है त। ल गाइस, घाम चाहिँ नि डढेर निल्यो होला जस्तै छ है। हेर्नुहोस्, डाँडा काँडाको बिचमा कसरी बनाएको हो यो, आम्मामामा। त्यही भएर यस्तो कोसमा बनाएर गर्मी भएर रहेछ हौ, हपक हपक हावा पनि नआएको। ल गाइस, मैले राख्छु होइन, अलि फेरि कन्टिन्यू गर्छु है भित्रको।